दर्शकबिन नमस्कार। आज मिति 2080 जेठ महिनाको 31 गते बुधबार। देशभरि कहाँ के भयो सम्पूर्ण जानकारी लिएर उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब समाचार सुरु गरौं प्रमुख शीर्षकहरूबाट। नागरिकता नपाएका 25 वर्षीय युवकद्वारा माइती घरमा आत्मदाहको प्रयास। राष्ट्रपति पौडेललाई 24 घण्टासम्म अब्जर्भेसनमा राखिने। बाल सेना सम्बन्धी रिटमा सर्वोच्चले प्रचण्ड बाबुरामसँग माग्यो लिखित जवाब। नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिट हेर्न नभ्याइने। सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ, प्रधानमन्त्रीमा पनि लोभ गर्न नहुने गगन थापाको सुझाव। पशुपतिको जलहरी प्रकरणमा 10 केजी सुन नपुगे, मृत्युदण्ड भोग्न तयार छु भन्दै सदस्य सचिव थापाको दाबी। ढोरपाटनका बेपत्ता मेयर विरुद्ध 768 उजुरी। पकुवामा को कहाँको पानीसँगै झर्यो हर्क साम्पाङको आँसु। जीप र माइक्रो बस असार 1 गतेदेखि नयाँ बस पार्क भित्रबाट सञ्चालन हुने। 22 वर्षीय युवकको 42 वर्षीय महिलासँग प्रेम विवाह गर्न दबाब दिँदा महिलाको हत्या। र फेवातालको सिमसार पुरेर बनाएको प्लटिङमा पोखरा महानगरले चलायो डोजर। अब सुन्नुहोस् पूरा समाचार। माइती घर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो। त्यस लगत्तै संघर्ष समितिले माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ। संघर्ष समितिमा अध्यक्ष इन्द्रजित साफीले उपाध्यक्ष समेत रहेका निरजले 81 पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको बताउनु भएको छ। उहाँले कुनै पूर्व योजना नरहेको समेत प्रश्न पार्नु भएको छ। उहाँले प्रदर्शनकै क्रममा 81 यस्तो प्रयास गर्नु भएको जानकारी दिनु भएको छ। लामो समयदेखि नागरिकता नपाएको मोरङ कटारीका 25 वर्षीय निरजले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता सीताराम रिजालले बताउनु भएको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ। मंगलबार बिहान 11 बजे उहाँलाई असहज भएपछि बाँसबारी स्थित गंगालाल अस्पतालमा लगिएको थियो। अहिले उहाँको अवस्था सामान्य रहेको र आज डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ। उहाँलाई चिकित्सकको सल्लाह अनुसार 24 घण्टासम्म अवलोकनमा राखी आज डिस्चार्ज गर्ने तयारी छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उहाँ वैशाख 17 गते राति भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किनु भएको थियो। वैशाख 6 गते उहाँ नयाँ दिल्ली पुग्नु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। आफूहरूलाई बाल सेनाका रूपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुद्दाको अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाब मागेको हो। नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक विरुद्ध परेको रिट मंगलबार न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको छ। हिजो मंगलबार दिउँसो खाजा खाएपछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुवै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयसम्म अन्य दुईवटा मुद्दा पनि हेर्ने बाँकी रहेको हुँदा हेर्न नभ्याइएकोमा राखिएको हो। रिट निवेदक वरिष्ठ अभिवक्ता बालकृष्ण नेउपाने र सुरेन्द्र भण्डारीले पनि यस रिटमाथि बहस गर्न दिनभरिको समय माग राख्नु भएको थियो। त्यसपछि न्यायाधीशले यसलाई हेर्न नभ्याइनेमा राखिएको नेउपानेले जानकारी दिनुभएको छ। अहिलेकै पार्टी नेतृत्वबाट नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै निरन्तर दबाब दिँदै आएका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाप्रति झनै आक्रामक बन्दै जानु भएको छ। सभापति देउवाले तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै महामन्त्री थापाले अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि सुझाव दिनु भएको छ। मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभा
सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टी पुस्तान्तरण गर्नुपर्छ। थापाले भन्नुभयो, यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकार समेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दावी गर्न नहुने बताउनु भएको छ। उहाँले नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री खोजी गरेको समेत बताउनु भएको छ। सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न माग प्रशस्त गर्नुपर्ने उहाँको भनाइ रहेको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाएको सुनको जलहरीमा 10 केजी नै सुन रहेको दावी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव मिलन कुमार थापाले सो जलहरीमा 10 केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनु भएको छ। आफूले पटक पटक सो जलहरी सुन तौल लिन गरेको आग्रहलाई व्यवस्था गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहभरी आँसु झार्नु भएको थियो। आफ्ना 2 सन्तान रहेका र उनको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले राज्यको नीति यही हो भनी प्रश्न समेत गर्नु भएको छ। सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी जग्गा लगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनु भएको छ। केही दिन यता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीड़भाड़ छ। कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसी लगायतका प्रहरी अधिकृत इमेज सहकारी पीड़ितका गुनासो सुन्नैमा व्यस्त रहेका छन्। पीड़ितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरूको दैनिकी बनेको छ। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्य सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपाली विरुद्ध हालसम्म 768 वटा उजुरी परेका छन्। ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली जेठ 5 गतेदेखि सम्पर्कमा छैनन्। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली सहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्र बहादुर भण्डारी, रूपा विक र जग बहादुर शाहीलाई 7 वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो। हालसम्म उनीहरू बेपत्ता रहेका छन्। नेपाली प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ तर कोही भेटिएका छैनन्। प्रहरी नायब उपरीक्षक मदन केसीले भन्नुभयो, उजुरी गर्नेहरू राति 8 बजेसम्म लाइनमा हुन्छन्। केही दिन भयो हाम्रो कार्यालयमा भीड़ भरिएको छ। बचतकर्ताको रु 2 अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि रहेको छ। धरान उपमहानगरपालिका वडा नम्बर 20 को पकुवा खोला बगरमा यति बेला उत्सवी माहौल छ। कोही नौमती बाजा बजाइरहेका छन्, कोही त्यसको धुनमा छमछमी नाचिरहेका छन्। यो रमाइलोको केन्द्रमा छन् मेयर हर्क साम्पाङ। झण्डै 42 किलोमिटर लामो दूरी पार गरेर कोकाहा खोलाको पानी धरान आइपुगेको खुसियालीमा धरानवासी पकुवा खोला किनारमा भेला भएर यति बेला नाचगान गरिरहेका छन्। निर्वाचित भएदेखि धरानमा खानेपानीको स्रोत थप्न श्रमदान अभियान चलाइरहेका मेयर हर्क साम्पाङको पछिल्लो प्रोजेक्ट हो कोकाहा। धरान भन्दा 42 किलोमिटर पश्चिमोत्तर क्षेत्रबाट जंगल भिरपाखामा पाइप बिछ्याउँदै कोकाहाको पानी धरानसम्म ल्याउन उहाँको अभियान कामयाब बनेको छ। कोकाहा अभियान शुरू हुँदा असम्भव काममा हात हालेको भन्दै धेरै आलोचना बेहोरेका मेयर साम्पाङले अन्ततः पानी धरानसम्म ल्याइ छोडेका छन्। अघिल्लो वर्षको स्थानीय चुनावमा भोट दिएर सघाएका धराने जनताले वर्ष दिन भन्दा लामो समयदेखि उहाँको श्रम अभियानमा पनि दरिलो साथ दिइरहेका छन्। खानेपानी अभावले पिरोलिएको धरानमा अर्को स्रोत थपिएको खुसियाली साथमा यति बेला पकुवा बगर धरानीहरूको नाचगानले ऊर्जागर बनेको छ। जीप र माइक्रो बस आउँदो असार 1 गतेदेखि गुङ्गबु स्थित नयाँ बस पार्क भित्रबाट सञ्चालन हुने भएका छन्। माइक्रो बस तथा जीप समन्वय समितिले हिजो पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रो बस नयाँ बस पार्क भित्रबाट सञ्चालन गर्न लागि जानकारी दिएको हो। समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँ भित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जीपलाई असार 1 गतेदेखि गङ्गबु स्थित नयाँ बस पार्क भित्रबाट सञ्चालन
गर्न लागि जानकारी दिनुभएको छ। काठमाडौँ महानगरपालिकाले यही जेठ 19 गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बस पार्क भित्रबाट सञ्चालन गराउने निर्णय गरेको थियो। उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बस पार्क भित्र सञ्चालन गर्न लागि संयोजक आचार्यले बताउनु भएको छ। धनुषामा प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। प्रेमिकाले विवाह गर्न दबाब दिएपछि प्रेमीले हत्या गरेको प्रहरीले जनाएको छ। मिथिला बिहारी नगरपालिका 8 तारापट्टीकी 42 वर्षीय उषा दासको हत्या गरेको आरोप लागेका 22 वर्षीय ओमलाल मण्डललाई मंगलबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो। बाराको कलैया नगरपालिका 18 का मण्डलले जनकपुर धाममा घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए। सो क्रममा 3 वर्ष अघि उषासँग चिनजान भएर प्रेम सम्बन्ध शुरू भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार ती महिलाले मण्डललाई विवाह गर्न पटक पटक दबाब दिँदै आएकी थिइन्। गएको बिहिबार ओमलाल र उषा बीच विवाहकै विषयमा विवाद भएको थियो। ओमलालले रक्सी सेवन गरिरहेको समय विवाद हुँदा उनले उषालाई रडले हानेर घाइते बनाएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ रहेको छ। उनका अनुसार उषा एकल महिला थिइन्। उनको उमेर बढी भएकाले ओमलाल विवाह गर्न अस्वीकार गर्दै आएका थिए। प्रहरीका अनुसार ओमलालले गत बिहिबार राति तारापट्टी स्थित घरमै घाइते भएकी उषाको घाँटी थिचेर हत्या गरी घर पछाडिको पोखरीको डिलमा गाडेका थिए। शवको तत्काल व्यवस्थापन गर्न उनको कपडा खोलेर नाङ्गै गाडेको प्रहरीले जनाएको छ। मोबाइल लोकेसनका आधारमा प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेर धनुषा ल्याएको थियो। पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुगेर बनाइएको प्लटिङमा डोजर चलाएको छ। महानगरपालिकाले नगर प्रहरीको टोलीले मंगलबार डोजर लगाएर प्लटिङ भत्काएको हो। महानगरको अनुमति बिना सिमसार क्षेत्रमा गरिएका प्लटिङहरू भत्काइएको महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभएको छ। हामीले सोमबार अनाधिकृत रूपमा पाने क्षेत्रमा बनाइएको प्लटिङहरू भत्काएका छौं। अहिलेसम्म 70-80 रोपनीमा गरिएका प्लटिङ भत्काएका छौं। अहिले पनि भत्काउँदैछौ, थापाले भन्नुभयो। मेयर धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरीलाई निर्देशन दिएका थिए। देवेन्द्र केसी र प्रकाश केसीको जग्गामा बनाएका प्लटिङ भत्काएको हो। सिमसार क्षेत्र पुगेर धमाधम प्लटिङ भत्काइरहँदा समेत महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै महानगरपालिकाका मेयर धनराज आचार्यको चर्को आलोचना भइरहेको थियो। पामेका स्थानीयवासीले आफ्नो जग्गा प्लटिङ गर्न पाउन पर्ने माग राख्दै आइतबार महानगरमा प्रदर्शन गरेका थिए। हस्त यस्तै ताजा समाचारका लागि हामीलाई हेर्दै गर्नुहोला। धन्यवाद।